हाम्रो पनि परिस्थितिहरू यस्तै हुन्छ है। परमेश्वरले जुन प्रतिज्ञा गर्नुहुन्छ नि त्यो गर्नु नै हुनुहुन्छ है। अनि मैले वचनको शीर्षक लिएर आएको छु, तपाईको लडाई परमेश्वरले लड्नुहुन्छ। तपाईको लडाई परमेश्वरले मेरो फर्स्ट टाइम पनि हो वचन सुनाउने यसरी पुलपिट अगाडि। जवान सङ्गतिहरूमा चाहिँ सुनाउने गर्छु, तर यसरी साप्ताहिक सङ्गतिमा चाहिँ मेरो पहिलोचोटि अथवा फर्स्टचोटि नै भनौँ है, फर्स्टचोटि हो। एकदमै धन्यवाद भन्न चाहन्छु, मलाई यो समय दिनुभयो उहाँहरूले। अनि धन्यवाद भन्न चाहन्छु हाम्रो सञ्चालिका बहिनीलाई पनि यो समय दिनुभयो। र अनि वचनको निम्ति अगुवाईमा सहायता गर्नुहुने दाइ भाइलाई पनि धेरै धेरै धन्यवाद। परमेश्वरले प्रशस्त गरिकन आशिष दिनुभएको होस्। र आज अनि वचनको सेवामा म तपाईँहरू सबैजनालाई स्वागत भन्न चाहन्छु है। त तपाईँहरू सबैजना आशा छ कि एकदमै राम्रोसँग चाहिँ सुन्नुहुनेछ भन्ने म एकदमै आशा अनि विश्वास गर्दछु। तपाईँहरूले सुन्नुहुनेछ र जुन वचन आज म बोल्न गइरहेको छु, अनि मैले वचनको शीर्षक लिएर आएको छु, तपाईको लडाई परमेश्वरले लड्नुहुन्छ। तपाईको लडाई परमेश्वरले लड्नुहुन्छ। न्याङथेङ मागी लडाई चाहिँ परमेश्वर चाहिँ लड्दिस्यामुल फङ्गे तार शीर्षकले चाहिँ वचन तिङ या स्यास्यामुल अम्मा चाहिँ जान्नु सेन्जादो नेपाली नै धेरै हुन्छ होला है सायद। तामाङ चाहिँ म अलिअलि मात्र बोल्दैछु। र आजको वचनमा हामी जानेछौँ। शीर्षक चाहिँ न्याङथेङ मागी लडाई अथवा न्याङथेङ मागी समस्याहरू चाहिँ परमेश्वर ठेङ चाहिँ लड्दिस्या मुवा बङ्गे विषयले चाहिँ वचनको शीर्षक तिङ स्यास्या मुवा। आजका दिनहरूमा, आजभोलिका दिनहरूमा तपाईँहरू कोही पनि यस्तो खालको समस्यामा अथवा यस्तो खालको समयबाट चाहिँ भएर जाँदै हुनुहुन्छ, जुन समय चाहिँ तपाईँले न त अगाडि नै जान सकिन्छ न पछाडि ब्याक हट्न नि सक्नुहुन्न र अगाडि जान पनि सक्नुहुन्न। त्यस्तो समस्याहरूमा चाहिँ आजभोलि तपाईँहरू म जाँदै हुनुहुन्छ है। त्यस्तो परिस्थितिको सामना गर्न हामीलाई एकदमै निकै गाह्रो हुन्छ। हामी अगाडि जाउँ बाटो छैन, पछाडि हटौँ पनि हामीलाई बाटो छैन, अथवा कुनै विकल्प नै छैन भनौँ न होइन, कुनै विकल्प नै छैन। तर परमेश्वर भन्नुहुन्छ तिम्रो लडाइँ चाहिँ म लड्नेछु, तिम्रो लडाइँ चाहिँ म लड्नेछु भनेर चाहिँ परमेश्वर भन्नुहुन्छ है। अनि हामी आज यो लडाइँको विषयमा चाहिँ हामी बाइबलबाट हामी 4 जना यस्तो व्यक्तिहरूको विषयबाट चाहिँ हामी हेर्नेछौँ कि अनि हाम्रो लडाइँ चाहिँ परमेश्वरले लड्नुहुन्छ कि परमेश्वरले चाहिँ हामीलाई प्रतिज्ञा गर्नुभएको छ कि प्रस्थान 14:14 हाम्रो लडाइँ चाहिँ परमेश्वरले लड्नुहुन्छ भन्ने विषय चाहिँ हामी प्रस्थान 14:14 चाहिँ मोसाद्वारा चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ है। प्रस्थान 14:14 तपाईँहरू पल्टाउन सक्नुहुनेछ। यसमा चाहिँ यसरी लेखिएको छ, परमप्रभुले तिमीहरूका निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर बस। यहाँ चाहिँ के भन्दछ भन्दाखेरि चाहिँ जस्तो सुकै समस्या आओस् तिमीहरू केवल स्थिर बस भनेको चाहिँ एकदम ढुक्कले सुगो गम्बराउँ हो कि हो। अनि स्थिर बस, तर परमेश्वरले त लडाइँ लड्नुहुन्छ भने यो कुरा चाहिँ हामी प्रस्थानको पुस्तक 14:14 यो चाहिँ कुन प्रसङ्गमा आएको छ भन्दाखेरि जब इजरायलहरू चाहिँ दासत्वको देश अथवा मिश्र देशबाट चाहिँ कनानको देश अथवा दूध र मह बग्ने देशमा जाँदै गर्ने क्रममा जब उनीहरूलाई मिश्र देशको राजा, त्यो बेलाको राजा चाहिँ राजा फारो थियो। अनि फारोलाई चाहिँ अनि उनीहरूले धेरैचोटि रिक्वेस्ट गर्दा फारोले चाहिँ उनीहरूलाई जाने अनुमति दिएको हुन्छ है। तर अनि राजाको मन एक्कासी बदलिन्छ। अब ल मैले इजरायलहरूलाई त्यत्रो इजरायलीहरूलाई 30-40 लाख इजरायलहरू, त्यो चाहिँ बच्चाहरू स्त्रीहरू गर्न नहुँदैन, मान्छेको अभाव हुने भयो। अनि त्यस्तो देशमा आर्थिक रुपियाँ पैसा पनि एकदमै नआउने भयो, काम नगरेपछि त आउँदैन नि त होइन, आम्दानी आउँदैन। जसको कारण राजाले सोध्छ कि अब अनि उनीहरूसँग अनि मान्छे मात्रै नगइकन भेडा बाख्रा जति पनि उटहरू छ र जति पनि गधाहरू छ तिनीहरू सबै लगेर गएको हुन्छ र पुरै देशै के हुन्छ त रित्तो हुन्छ। कारण किन रित्तो हुन्छ भन्दाखेरि चाहिँ धेरै वर्ष अगाडिदेखि है अनि बसिरहेको अनि धेरै मान्छे भएको एकैचोटि अनि उनीहरू सबै जाँदाखेरि त मिश्र देश नै खाली भएको जस्तो राजाले महसुस हुन्छ। र राजाले अनि त्यसपछि निर्णय गर्छ कि
इजरायलीहरूलाई जान दिनु हुँदैन। उनीहरूलाई जान दियो भने के हुन्छ? हामीलाई घाटा हुन्छ, राजालाई घाटा हुन्छ र त्यहाँको सम्पूर्ण मानिसलाई नै घाटा हुन्छ। किनभने अब उनीहरूलाई चाहिँ सित्तैमा अराउन पाइन्छ। दासत्व भनेको के त? एउटा काम अराउने, अरूले राजाले जे अडान दियो त्यो अडानलाई चाहिँ मान्नै पर्ने। त्यो मानेन भने के हुन्छ? कि दण्ड पाउँछ कि मृत्यु अथवा मृत्युदण्ड नै पनि दिने चलन थियो ऊ बेलामा चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ अनि इजरायलीहरू चाहिँ के हुन्छ त? इजरायलीहरूलाई राजा स्वयं र राजाका शक्तिशाली सेनाहरू चाहिँ इजरायलीहरूलाई अब रोक्नुपर्छ भनेर चाहिँ रथहरू लिएर चाहिँ उनीहरूलाई लखेट्छ। हेर्नुहोस् है, अब पछाडिपट्टि राजासहित मिश्र देशका सेनाहरूले चाहिँ उनीहरूलाई लखेट्दैछ र अगाडिपट्टि के हुन्छ? लाल समुद्र है। समुद्र भनेको ठुलो अथाह समुद्र, जुन हामीले कल्पना पनि गर्न सकिँदैन कि त्यो समुद्र चाहिँ एकदमै ठुलो छ र त्यो समुद्र तर्न पनि एकदम निकै गाह्रो छ, कुनै साधन बिना चाहिँ गाह्रो छ। त्यो बेलामा चाहिँ इजरायलीहरू के हुन्छ त भन्दाखेरि चाहिँ न पछाडि फर्किन सक्छ न अगाडि नै जान सक्छ, त्यो बिचको भागमा पर्छ। आज म त्यही परिस्थिति, त्यही समयलाई चाहिँ म तपाईँहरूलाई सुनाउन गइरहेको छु है। अनि जुन समयमा चाहिँ हामी विकल्प खोज्छौँ र उनीहरूलाई पनि त्यो बिचको समयमा चाहिँ 3टा मात्र विकल्प छ है। सायद तपाईँहरूले पहिला पनि सुन्नुभयो होला र यो 3टा विकल्पहरू चाहिँ म के भन्न चाहन्छु भने चाहिँ उनीहरू कि पछाडि फर्केर राजाको त्यो शक्तिशाली सेनाहरूसँग चाहिँ लडाइँ गरेर चाहिँ उनीहरू जित्नु पर्यो कि उनीहरू कनान देशको यात्रामा जान सकौँ। एउटा विकल्प थियो। तर त्यो जितौँ भने पनि उनीहरूसँग न हात हतियार छ न केही छ, केही पनि छैन, रित्तो छ। त्यो के त? असम्भवको कुरा एउटा। अर्को कुरा भनेको चाहिँ उनीहरू अगाडि बढौँ, लाल समुद्रलाई पार गरेर हामी कनान देशको यात्रा सुरुवात गरौँ भन्दा पनि लाल समुद्र जानलाई त्यो विकल्प रोज्यो भन्दा पनि त्यो विकल्प सम्भव छैन। किन भन्दाखेरि त्यत्रो समुद्र तर्नलाई त कि ढुङ्गा चाहियो, उनीहरूसँग ढुङ्गा थिएन, जसको कारणले त्यो विकल्प पनि के त? फेल खायो। अर्को लास्ट विकल्प चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ अब होइन म आत्मसमर्पण गर्छु भनेर हात उठाउँछु भन्दा पनि के त? त्यत्रो 4000 वर्ष अगाडिदेखि चाहिँ अनि उनीहरू दासत्वमा थियो, त्यहाँदेखि मुक्त भएर जाने दिन छ, फेरि पुनः त्यहीमै फर्क्यो भने त फेरि अब आजको दिनसम्म यस्तो छ, अब आउने पुस्तामा पनि के त? त्यो दासत्वले कहिले नछोड्ने भयो है। अनि त्यो समय हेर्नु त 3टा मात्र विकल्प, अरू विकल्प छ त? त्यसै अनि यो समयमा चाहिँ इजरायलहरू त्यो समस्याबाट भएर जाँदाखेरि चाहिँ परमेश्वरले कसलाई चलाएको थियो त? मोसा भन्ने व्यक्तिलाई चलाएको थियो है। मोसालाई चाहिँ परमेश्वरले यो प्रतिज्ञा चाहिँ प्रस्थान 14:14 भन्नुभएको थियो कि तिमीहरू सिर्फ स्थिर बस र तिमीहरूको लडाइँ चाहिँ परमेश्वरले लड्नु हुनेछ भनेर चाहिँ यो भन्नुभएको थियो। अनि हामी हाम्रो जीवनमा पनि सोचौँ कि यस्तै समस्याहरू, विशेष यहाँ स्टुडेन्टहरू चाहिँ थोरै हुनुहुन्छ है, त्यही पनि म थोरै मेरो जीवन गवाईबाट पनि जोड्न चाहन्छु कि म पहिला ब्याचलर पढ्ने बेलामा चाहिँ मेरो बुवा विदेशमा हुनुहुन्थ्यो, फेरि बिरामी भएर यहाँ के भएर बिरामी भयो भनेर चाहिँ भन्नुभयो। त्यो मलाई एक्ज्याक्ट अलि कन्फ्युजनमै छु। अनि त्यो बेलामा चाहिँ के भयो भने बोर्ड एक्जाम दिनुपर्ने बेला आइसक्यो। अनि त्यसपछि एडमिट कार्ड भनेको चाहिँ प्रवेश पत्र है, त्यो पत्र नलिकन चाहिँ हामीले एक्जाम दिन पाउँदैन है। त्यो भनेको चाहिँ के त? पैसा चाहिँ नतिरेसम्म चाहिँ हामीले एक्जाम दिन पाउँदैन। अब मैले त्यो बेला मेरो समस्या कस्तो भयो भन्दाखेरि न म के अरे त्यो पैसा तिर्न सक्छु, न के त एक्जाम नै नदिउँ भन्ने त्योमा पुग्छु होइन। त अब म के गर्ने? मैले सोचेँ कि भोलिको अघिल्लो दिनसम्ममा मेरो पैसा जोड्नेछ। त्यो बेलामा घरमा आर्थिक आम्दानी थिएन, ऋण खोज्नु पर्थ्यो मम्मीले। त्यो अब कुनै घर छैन होला कि मम्मीले चाहिँ सुन्नुभएको ठाउँमा चाहिँ ऋण नखोज्नु भएको,
अब त्यसको घरमा त्यो छ है भन्ने जुन सुन्ने बित्तिकै मम्मी दौडिनुहुन्थ्यो बिहानै या बेलुकै। अनि जति समयमा हुन्छ आमा जानुहुन्थ्यो। अनि जसरी हुन्छ छोरीको फिस तिर्नु छ अनि छोरीलाई पढाउनु छ भन्ने त्यो एकदमै दुःख है बोकेर चाहिँ मम्मी राति होस् या बिहानै होस् सबैलाई चाहिँ परमेश्वर आमा चाहिँ त्यसरी चाहिँ ऋण खोजिकन मलाई चाहिँ पैसा पठाउनुहुन्थ्यो है। अनि त्यसपछि मैले एक्जाम दिन पाउँथ्यो। मेरो त्यस्तो समस्या थियो कि त्यस्तो त्यस्तो बेलाको समस्यातिर चाहिँ हामी सिर्फ हामी त्यो बेला प्रार्थना पनि गर्न सक्ने कन्डिसनमा हामी हुँदैनौँ है। त्यो बेलामा चाहिँ के हुन्छ त अब के गर्ने म एक्जाम कसरी दिउँ भन्ने त्यो बाटोमा पुग्छ क्या। त्यो हुँदाखेरि चाहिँ यस्तो यस्तो समस्याहरू हाम्रो जीवनमा आइपर्छ। तर परमेश्वर भन्नुहुन्छ स्थिर बस तर तिम्रो लडाइँ चाहिँ म लड्नेछु। र परमेश्वरले मलाई त्यसरी नै अनि एक्जाम दिनलाई चाहिँ त्यो सहायता चाहिँ परमेश्वरले गर्नुभयो। र आज मैले सम्पूर्ण एक्जामहरू पनि सफल गरेँ है। परमेश्वरले धन्यवाद हुन्छ। धन्यवाद। अनि हामी त्यसै गरी अर्को व्यक्तिबाट हेर्नेछौँ कि परमेश्वरको प्रतिक्रिया चाहिँ कस्तो रहेछ भनेर चाहिँ फेरि पनि हामी हेर्नेछौँ। 1 सामुएल 17:47मा 1 सामुएल 17:47मा त्यहाँ चाहिँ दाउद भन्ने व्यक्तिलाई चाहिँ परमेश्वरले चाहिँ दाउदको परिस्थितिबाट चाहिँ जुन दाउदको एकदमै जुन नराम्रो परिस्थिति भन्नु समस्यामा चाहिँ परमेश्वरले चाहिँ सहायता गर्नुभएको हामी भेट्टाउँछौँ। 1 सामुएल 17:47मा 1 सामुएल 17:47 यहाँ यसरी लेखेको छ। यहाँ भेला भएका सबैले जान्ने छन् कि परमप्रभुले न त तरबार न भालाद्वारा बचाउनुहुन्छ किनभने लडाई परमेश्वरकै हो र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ भनेर चाहिँ भनेको छ। यो चाहिँ दाउदलाई चाहिँ परमेश्वरले गर्नुभएको प्रतिज्ञा थियो है। अनि यो प्रसङ्ग चाहिँ केमा आउँछ भन्दाखेरि दाउद र गोलियतको लड्ने बेलामा चाहिँ दाउद त्यो बेला एउटा सानो फुच्चे केटो है भेडा गोठालो एउटा झोला बोक्ने। झोलामा के हुन्छ त गोठालाहरूको चराचुरुङ्गी मार्नलाई यताउता गर्नलाई ढुङ्गाको गट्टीहरू अथवा ढुङ्गाको उहरू हुन्छ। अनि त्यस्तै त्यो बेलामा गुलीले यसो तान्ने कुरा पनि थिएन है। के हुन्छ त उनीहरूले एउटा त्यो बेलामा चाहिँ घुइत्रो भन्ने हुँदो रहेछ। प्लास्टिकमा हामीले ढुङ्गा हालेर त्यसपछि यस्तो यस्तो चलायो भने त्यो मजाले जान्छ नि होइन फाल्यो भने हो त्यस्तोहरूलाई घुइत्रो भन्दो रहेछ। अनि त्यो बेलामा चाहिँ दाउद र गोलियतको लडाइँमा अनि दाउदलाई चाहिँ लड्छु भन्ने चाहिँ भयो तर उसँग कुनै थिएन चान्स नै जित्ने 1% चान्स पनि थिएन कि म गोलियतसँग जित्छु भनेर। गोलियत कस्तो मान्छे थियो त ऊभन्दा 10 फिट अग्लो भनेपछि कति अग्लो कति अग्लो 10 फिट भनेको त माथि नै पुग्छ होइन। अनि हामी जम्मा 5 फिटमा छौँ भनेपछि 10 फिट अब मभन्दा डबल भयो होइन। त्यो पनि अनि लम्बाइ मात्र होइन कि ज्यान पनि के त एकदमै ज्याङ्गो जुन कि हामीले थाहा पनि हुँदैन कि गोलियत सोच्दा पनि आम्मामा कत्रो मान्छे होला भनेर। तर दाउद के त फुच्चे केटो एउटा लुरे केटो कि ऊ चाहिँ भेडा गोठालो थियो। अनि उसँग चाहिँ लड्नको निम्ति चाहिँ के त एउटा बाख्रा भेडा धपाउने लट्ठी र जनावरहरूलाई चाहिँ धपाउनको लागि अथवा मार्नको लागि घोयत्रो बाहेक उसँग कुनै हात हतियार थिएन। तर गोलियत कस्तो मान्छे त जीवनमा लडाइँ गरेको लडाकु मान्छे भन्छ नि होइन हो त्यस्तो खालको लडाकु मान्छे थियो चाहिँ को त गोलियत। अनि अर्को चाहिँ अनि यस्तोसँग चाहिँ जब लड्नुपर्ने परिस्थिति त्यो बेलाको समय हामी सोच्नुहोस् कि सानो र ठुलो बिचको लडाइँमा अनि त्यही चान्सै नभएको ठाउँमा चाहिँ गोलियतलाई चाहिँ हारेर दाउद विजय भएको छ है। यस्तो परिस्थितिमा पनि परमेश्वरले के त दाउदको लडाइँ चाहिँ त्यो समयमा परमेश्वरले लड्नु भएको छ। त्यसरी नै आज हाम्रो लडाइँमा पनि परमेश्वरले